के पुरुषको जस्तै महिलाहरूको पनि वीर्य निस्किन्छ त साथीहरू? तपाईहरुलाई आज यस बारेमा मैले कुरा गर्नेछु है त। र कसरी चाहिँ लेडिजहरूको चाहिँ वीर्य निस्किन्छ भन्ने बारेमा है त। भिडियो लामो हुँदै छैन, तपाईहरु एकैछिन चाहिँ लाइनमा बस्नु होला है त। तपाईहरुको जस्तो चाहिँ वीर्य निस्किन्छ, तपाईहरुले अब यौन सम्पर्क गर्दाखेरि वीर्य निस्किन्छ, त्यस्तो वीर्य लेडिजहरुसँग यौन सम्पर्क गर्दा कसरी निकाल्ने त उनीहरुको वीर्य? तपाईहरुले अहिलेसम्म यदि आफ्नो पार्टनरहरुको त्यस्तो वीर्य निक्लेको अथवा चिप्लो पानी चाहिँ निस्केको देख्नु भएको छैन भनेदेखि चाहिँ है तपाईहरुलाई चाहिँ आज मैले यो तरिका चाहिँ एउटा सिकाउने छु है त। तपाईहरुले चाहिँ त्यो एकैछिन गर्ने तपाईहरुले, अनि तपाईहरु आफ्नो साइडमा सुतिहाल्ने। त्यस्तो तरिकाले चाहिँ कहिल्यै पनि लेडिजको चाहिँ चिप्लो पानी वीर्य जे भनि त्यो निस्किँदैन है त। छोरा मान्छेहरुको चाहिँ अब बच्चा बनाउने एउटा वीर्य निस्किन्छ, त्यही भएर त्यसलाई चाहिँ बिउ भएको हुनाले त्यसलाई बिउबाट वीर्य भनिन्छ हैन। त्यस्तै चाहिँ केटी मान्छेहरुको चाहिँ बच्चा बनाउने नभए पनि उनीहरुकोबाट पनि एउटा चाहिँ जुन उनीहरुको जुन अण्डाकोष हुन्छ हैन, त्यहाँबाट चाहिँ उनीहरुको चाहिँ एउटा चिप्लो पानी चाहिँ आउने गर्छ क्या। जब लेडिजहरु चाहिँ एकदम सन्तुष्टि हुन्छ त्यतिखेर चिप्लो पानी आउने गर्छ। तपाईहरुले त्यो देख्नु भएको छैन भनेदेखि साथीहरु, यदि तपाईहरुले यौन सम्पर्क गर्दाखेरि चाहिँ जस्तो तपाईहरुले माथिबाट यौन सम्पर्क गर्नुहुन्छ, तपाईहरुले आफ्नो पार्टनरलाई पनि माथि राखेर चाहिँ तपाईहरु माथि राखेर यौन सम्पर्क गर्नुस्। यस्तो गर्दाखेरि चाहिँ तपाईहरुको पार्टनरलाई चाहिँ एकदमै धेरै चाहिँ यौन सन्तुष्टि चाहिँ प्राप्त हुने गर्छ र उनीहरुले पनि आफ्नो यौनीबाट चाहिँ चिप्लो पानी चाहिँ बगाउने गर्छन्। र धेरैजना पुरुषहरूले यो मैले यो भिडियो बनाइराख्दाखेरि चाहिँ के पनि भन्नुभयो भन्दाखेरि हैन माथिबाट गर्दाखेरि चाहिँ पुरा हाम्रो लिङ्ग चाहिँ भाँचिन सक्छ अरे हैन, त्यसमा चाहिँ हड्डी चाहिँ हुँदैन हैन, त्यो हड्डी नभएको अङ्ग हो, त्यसमा चाहिँ त्यो भाँचिने डर चाहिँ हुँदैन साथीहरु हैन। किनकि माथिबाट गर्दाखेरि कुनै एउटा योनिमा घरै नभएको ठाउँमा चाहिँ अब गएर यौन क्रियाकलाप गर्ने कुरा भएन, त्यो घरै खोलेर जाने हो है। त्यसैले गर्दाखेरि तपाईहरुको लिङ्ग भाँचिने चाहिँ डर होइन, तपाईहरुले चाहिँ आफ्नो पार्टनरलाई चाहिँ सन्तुष्टि दिन सक्नुहुन्छ। र कतिपय केटा मान्छेहरूले यो पनि भन्छन् कि आफूले चाहिँ माथिबाट गएर यौन सम्पर्क गर्ने, कहिले खुट्टा काँधा हालेर गर्ने, कहिले खुट्टा फट्टाएर गर्ने, कहिले चाहिँ घोप्टो पारेर गर्ने, जे पनि अब यौन सम्पर्क गर्ने गर्छन् हैन। र कतिपय पुरुषहरूले चाहिँ आफ्नो पार्टनरहरूले चाहिँ कुनै अब हुन्छ नि त अलिकति अब ट्यालेन्ट अलिकति अब यस्तो निलो फिल्महरू हैन बढी हेर्ने केटीहरूले चाहिँ अब त्यस्तै अब त्यो फिल्ममा जस्तो पोजिसन अनुसार गर्छ त्यही अनुसारले चाहिँ केटीहरूले नि गर्न खोज्छ। अनि केटा मान्छेहरू आफ्नो बुढासँग गएर चाहिँ त्यस्तै नै उनीहरूले पनि माथिबाट यौन सम्पर्क गर्न खोज्दाखेरि चाहिँ लौ यो त अब बिग्रेको आइमे रहेछ, यो त धेरै केटाहरूसँग हिँड्ने आइमे रहेछ, यसले त उल्टो घोप्टो चेप्टो सबै जानेको रहेछ हैन। यस्तो चाहिँ भन्ने चाहिँ गरिन्छ साथीहरु, यो भरम चाहिँ कहिले पनि नगर्नु होला। यदि तपाईहरुलाई चाहिँ माथिबाट यताउता घोप्टो चेप्टो उता जस्तो पारेर पनि तपाईहरुले यौन सम्पर्क गर्दाखेरि पनि तपाईहरुलाई यदि आनन्द आउँछ पोजिसन चेन्ज गरेर गर्दाखेरि भनेदेखि चाहिँ उनीहरुलाई पनि हक हुन्छ हैन, उनीहरुले पनि यौन सम्पर्क गर्न पाउनुपर्छ। तपाईहरुलाई गुल्टाएर तपाईहरुको खुट्टा ठडाएर हुन्छ कसरी हुन्छ तपाईहरुसँग नि उनीहरुले यौन सम्पर्क राख्न पाउनुपर्छ। त मैले चाहिँ हरेक भिडियोमा तपाईहरुलाई यो पनि भनिराखेको छु कि साथीहरु, तपाईहरुले मात्रै माथिबाट चाहिँ उनीहरुले खाना खाएको पेटमा तपाईहरु आएर उनीहरुको ढाडीको पेटमा आएर तपाईहरु माथि चढेर यौन सम्पर्क गर्दा उनीहरुलाई कति गाह्रो हुन्छ होला हो। त्यस्तै चाहिँ तपाईहरुले नि बुझ्नु पर्यो नि त। त्यही भएर आफ्नो पार्टनरलाई चाहिँ माथि राखेर कुनै दिन एक दिन भए पनि यौन सम्पर्क गरेर हेर्नु होला साथीहरु। यदि तपाईहरुको पार्टनर चाहिँ माथि गएर तपाईहरु माथि बसेर यौन सम्पर्क गर्न मान्नु हुँदैन भने पनि एकचोटी दुई हात जोडेर भए पनि तपाईहरुले चाहिँ उनीहरुलाई त्यस्तो काम माथिबाट यौन सम्पर्क गर्न भन्नु होला, उनीहरुलाई पनि सन्तुष्टि हुन्छ। र मेन कुरा चाहिँ साथीहरु यस्तो गर्दाखेरि तपाईहरुको यौन सम्पर्क गर्ने टाइम चाहिँ अलिकति लम्बिन पनि सक्छ है त। किनकि तपाईहरुले माथिबाट खोलेको माथिबाट झरेको धारो र तलबाट गएको धारो चाहिँ माथि निस्किन धेरै टाइम लाग्छ नि त हो। त्यस्तै साथीहरु तपाईहरुले पनि माथिबाट चाहिँ पार्टनरलाई चाहिँ आफ्नो पार्टनरलाई यौन सम्पर्क गराउनु होला। यस्तो गर्नु भयो भनेदेखि तपाईहरुलाई चाहिँ पनि एकदमै सन्तुष्टि मिल्छ र पार्टनरहरुलाई पनि एकदमै सन्तुष्टि मिल्छ है त। साथीहरु यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो, यस्तै भिडियोहरुको लागि चाहिँ हाम्रो युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनु होला र फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गरेर हामीसँग जोडिनु होला साथीहरु। किनकि यस्तै कुराहरु चाहिँ मैले शेयर गरिराखेको हुन्छु। मैले एउटा आफूले भोगेका कुराहरु जस्तै आफूले मैले चाहिँ जानेका कुराहरु हैन एउटा, त्यही भएर चाहिँ साथीहरु हामीसँग जोडिन चाहिँ हमेशा नबिर्सिनु होला। ल मन पर्यो भनेदेखि तपाईहरुको पुरा हुन्छ नि त जिग्री दोस्तहरु हैन, अनि तपाईहरुको चाहिँ एक्स गर्लफ्रेन्डहरु हैन हो, तिनीहरुको लागि चाहिँ यो भिडियो चाहिँ शेयर गरिदिनु होला ताकि उनीहरुले चाहिँ केही कुराहरुको एक्सपिरियन्स चाहिँ लिन पाउन् है त साथीहरु। ल